Hello everyone, welcome to my math tutorial decimal को डिभाइड। अब हामी डिभाइड कसरी गर्ने भन्ने विषयमा पनि तपाईहरुलाई छोटो जानकारी गराउन चाहन्छु। डेसिमल च्याप्टर धेरैले गाह्रो हुन्छ। सो अब डेसिमल कसरी गर्ने भन्ने बारेमा यो डेसिमल छ। यो डेसिमलले गर्दाखेरि समस्या हुन्छ। सो अब कसरी गर्ने तपाईहरुले एकदम इजिएस्ट तरिकाले म सिकाउँदै छु है त। मलाई जहाँसम्म लाग्छ तपाईहरुले यो डेसिमलको यो अहिले बिर्सिनु। यो डेसिमल जब आउँछ यसको मुनि हामी यसरी लेखेर यो डेसिमलको मुनि 1 राखौं। डेसिमलको जहाँ थोप्ला हुन्छ त्यसको मुनि सिधै 1 राख्ने। अनि थोप्ला पछाडि कतिवटा डिजिट छ, जस्तै एउटा छ 6 नम्बर हो। यो डिजिट एउटा छ भने हामी एउटा 0 थप्छौं है, अरु केही पनि गर्दैनौं है। मानव एउटा उदाहरणको लागि यहाँ थोप्लाको मुनि कतिवटा छ, एउटा छ। अनि कतिवटा डिजिट छ भने 1 2 3 1 2 3 हामी त्यसरी राख्छौं। सो यो कुरा तपाईहरुलाई पक्कै पनि थाहा हुनुपर्छ र यो थाहा भएकै होला। त्यसैगरी हामी यसमा के गर्छौं भने यो थोप्लाको मुनि 1 राख्छौं अनि थोप्ला पछाडि कतिवटा डिजिट छ, एउटा 0। अब यो 0 यो आउने बित्तिकै यो हट्यो है त। सो अब हामी नेक्स्ट स्टेप 1 2 6 डिभाइड बाइ 10 भयो। यो जस्ताको त्यस्तै लेख्छौं यसरी। यति लेख्न पायौं। यो 10 आउने बित्तिकै नबिर्सिनुस्, यो 10 आउने बित्तिकै यो थोप्ला हट्यो कि यहाँको थोप्ला हट्यो। दुईटै काम एकैचोटी देखाउन पाइदैन। यहाँ थोप्ला पनि यहाँ 10 पनि राख्न पाइदैन। सो सुरुको प्रोसेस देखाउनलाई चाहिँ पाइयो, तर अब नेक्स्ट स्टेपमा चाहिँ नि हामी यसरी लेख्नुपर्छ है। यसरी लेख्न नबिर्सिनु होला। अब के गर्ने भने यसको मुनि पनि हामी के सपोज गर्ने 1 राख्ने। यति गर्न सक्नुहुन्छ? आई होप यु क्यान डु। अब के गर्ने भन्दाखेरि अब यसलाई जस्ताको त्यस्तै सार्ने। यो डिभाइडलाई मल्टिप्लाई गर्न सक्छौं। मल्टिप्लाई, ओके। डिभाइडलाई हामी मल्टिप्लाईमा कन्भर्ट गर्नु पर्यो। कसरी गर्ने भन्ने विषयमा यो तलको माथि लाने अनि माथिको तल ठ्याक्कै ल्याएर लेख्ने। अब यो तल माथि गयो अनि माथिको तल आयो। यो डिभाइड चाहिँ मल्टिप्लाई भयो है। यो कुरा तपाईहरु जान्नुभयो भने अब सक्यो। अब हामीलाई के थाहा छ भने 1 2 6 1 जस्ताको त्यस्तै 126 मल्टिप्लाई डिभाइड बाइ 10 इन्टु 1/2। अब तलको मल्टिप्लाई माथिको मल्टिप्लाई हुन्छ। सो 126 126 इन्टु 1 भयो अनि 10 इन्टु 2 कति भयो? 20 भयो। अब यति त हामी गर्न सक्छौं। यहाँ इक्वल्स टु दिन नबिर्सिनु होला माथि सबैतिर। सो अब हाम्रो कति भयो? 126 डिभाइड बाइ 20 भयो। अब हामी काटिने भयो अथवा यहीबाट हामी डिभाइड डाइरेक्ट गर्दा नि भयो। सो अब हामी के गर्न सक्छौं? 20 ले 126 लाई हामी डिभाइड गर्छौं, किनभने हामीलाई डेसिमलमा एन्सर चाहिएको छ। त्यसैले गर्दाखेरि हामी यसरी गरे नि भयो अथवा काटे नि भयो। सो यहाँ काटेछु। 2 1 जा 2 अनि 0 को 0 भयो, काट्यो। 2 6 जा 12 and 2 3 जा 6। सो 63/10 आछ। हामी यहाँ गर्न सक्छौं। 63/10 पनि छ। अब 10 ले डिभाइड 63 लाई गर्दा नि हुन्छ। 10 6 जा कति हुन्छ? 60 हुन्छ। बाँकी बस्यो माइनस गर्दाखेरि 3 आयो हो। अब 3 आउँदाखेरि अब 3 मा के छैन, यो ठुलो भयो, यो सानो थोप्ला थप्न पाइयो अनि यहाँ 0। 10 3 जा 30। सो हाम्रो एन्सर कति आयो? 6.3 आयो। हाम्रो डेसिमल च्याप्टरको डेसिमलमै भएको भएर एन्सर पनि हाम्रो डेसिमलमा आउँदाखेरि हाम्रो एन्सर कति आउने भयो त? 6.3 आयो यसको। दिस इज आवर एन्सर। अब 2 1 जा 2 2 6 जा 12 2 3 जा 6। यहाँ 6.3 पनि यहाँ पनि आछ। यसरी डाइरेक्ट काट्दा पनि पाइयो, तर एउटा प्रोसेस चाहिँ नि हामीले देखाउनु पर्ने हुन्छ।
त्यसैले पहिला प्रोसेस जान्नुहोस् अनि पछि सर्टकट गर्न सक्नुहुनेछ। आशा छ तपाईँहरूले यो भिडियो सेयर गरेर आफन्तको माझमा पुर्याएर तपाईँको घरमा तपाईँको आफन्त दाजुभाइ दिदीबहिनी आफन्तको जो कोहीमा पनि यदि विद्यार्थी हुनुहुन्छ भने यो भिडियो उहाँहरूको लागि एकदम युजफुल छ। उहाँहरूले पठाइदिनु होला, सेयर गरिदिनु होला र मलाई पनि सपोर्ट गरिदिनु होला। हस्, थ्याङ्क यू एभ्रिवान।